हाम्रोतिर चाहिँ मकै पाक्यो है साथीहरू, मकै भाज्ने कार्यक्रम चलिरहेको छ यता। सो हेलो साथीहरू, स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। लगातार झरी पछिको आजको मौसम हेर्नु गाइज, यस्तो बबाल घाम लागिरहेको छ कि यस्तो घाम लागेको मौका पार्दै मम्मीले चाहिँ आज मकै भाज्नु पर्छ है भन्नुभएको थियो। त्यही भएर हामी चाहिँ लाग्यौँ बारीतिर। हाम्रोतिर चाहिँ मकै पाकेर सतरम्मै भइसक्यो। हजुरहरूकोतिर पाक्यो कि पाकेन है साथीहरू? म जाँदा त मम्मीले त भाँचेर नि एक डोको पारेर नि ल्याइसक्नु भएछ। हाम्रो चाहिँ मकै भाँचेर नि सकिसक्यो है गाइज, अलमोस्ट सक्यो भन्दा नि भयो। आज चाहिँ लास्ट दिन हो। आज मकै भाँच्न चाहिँ धेर थिएन, मम्मीहरू भाँच्दै हुनुहुन्छ। मकैको ढोट काट्न चाहिँ टन्नै बाँकी थियो, त्यही भएर म चाहिँ लाग्यो ढोट काट्नतिर। त्यसपछि म चाहिँ झ्याम मकैको ढोट काट्न सुरु गरे। 2-3 गरा काटिसकेपछि मेरो हालत हेर्नु न गाइज, घामले पोलेर बल्ल तल्ल सिद्ध्याएर लाग्यौँ घरतिर। त्यसपछि घरमा गएर एक गिलास मै रेडी पारेर खाए। त्यतिले नि नभएर मम्मीले काँक्रो टिपेर ल्याउनु भएछ, त्यो पनि खाना सुरु गरे। त्यसपछि खाना साना खाएर एकछिन बसेको त सदाको बानी कहाँ छोड्ला भनेर पानी पो पर्न सुरु गरे त। ल साथीहरू, आजलाई यति नै, अर्को भिडियोमा भेटौँला है।